सर के गर्नु भएको? हेलो बिउ हाल्दै हो मसरुमको बिउ हाल्दै हजुर यो सिताकी चेयरको बिउ हजुर यहाँ पुवालमा हाल्दै आमको यन्त्र छैन हामी भर्खरै सुरु गर्न लागेको काम गर्नु अर्को वर्ष चाहिँ यन्त्रहरू पनि आउँछ होला यता राख्नु यो चाहिँ मैना हाल्नुलाई छोड्नुपर्छ यति चाहिँ मैले जोड्नु पर्यो नि पारी डेढ़ बारी बहुत होला होला नमिलेको रहेछ नमिलेको मलाई रहेछ मलाई पनि ठिक हाम्रो सर उम्रिन लागेको छ यस्तै छ अब उम्रिन्छ होला यहाँ चाहिँ बिउ हालेको यस्तै छ ढाकेको थिएन र होइन ढाकेको थियो खुसु कार खिचे हमें हामी क्यामेराम्यान पत्ता लाग्यो नि पत्ता लाग्यो बिग्रा होइन अब भित्र बिउ छ कि छैन उम्रियो भने दाइ यो पानी खस्छ है
यसरी फुट्ने हो पहिला मुढामा 300 ग्रामसम्म पाउँछ के एकचोटिमा पछि वर्ष एउटा मुढाले चाहिँ एउटा वर्ष एउटा सिजनमा चाहिँ लगभग 3 किलो जति उत्पादन गर्नुपर्ने हो यहाँ त त्यस्तो राम्ररी पूर्वाधारहरूको बनाएको छैन यसको त्यसै नेचरमा जसरी हुन्छ त्यही हिसाबको मात्रै छ कि यहाँ वाइल्डमा हुने हो कि रे यो सीताके जसरी वाइल्डमा हुन्छ त्यही अनुसारको मात्रै सेटअप छ यहाँ अहिले सेटअप बनाउनु पर्ने छ नभएको भएर हलुङ नपर्छ यसको टेम्परेचर मिल्यो भने ह्युमिडिटी मिल्यो भने चाहिँ एक हप्तामा चाहिँ सबै चाहिँ खानयोग्य हुन्छ मिलेन भने चाहिँ फेरि त्यो त्यत्तिकै रहिरहन्छ ननिक्लिनु पनि सक्छ टेम्परेचर मिलेन भने यस्तो फुट्दो रहेछ होइन यस्तो फुटिसकेपछि फुटेर हो त्यस्तो निक्लिन्छ रेस्ट गरेपछि चाहिँ अनि फेरि टेम्परेचर मिल्नु पऱ्यो ह्युमिडिटी मिल्नु पऱ्यो अनि चाहिँ फेरि फल्न थालिहाल्छ यसलाई चाहिँ अझै प्रविधि प्रयोग गर्ने भने चाहिँ अझै राम्रो उत्पादन गर्न सकिन्छ यहाँ चाहिँ प्रविधि यो केही पनि प्रयोग भएको छैन अहिलेसम्म नर्मल अनि यो सानो पिस चाहिँ छोडिदिने यो फेरि बढ्छ नि त हल्का ठुलो हुन्छ ठुलो पिस चाहिँ काट्नु पेन्सिल काटेपछि चाहिँ यो उकाउँदाखेरि बोक्रा चेतिन्छ कि रे बोक्रा नचेतियोस् भनेर यो बोक्रा यो जुन बाहिरको बोक्रा छ नि यो बोक्रा चेतियो अझै फल दिँदैन क्या फेरि बिहान फल्ने भनेको यो बोक्राको कारणले गर्दाखेरि हो कि यो बोक्रा चेतिने कुनी भयो भने चाहिँ यसको मुढाको चाहिँ आयु गयो क्या अनि जति वर्षसम्म चाहिँ यो बोक्रा चाहिँ नबिगाएर राख्न सकिन्छ नि त्यति वर्ष चाहिँ फल दिइरहन्छ कि यस्तै 5 वर्षसम्म टिक्न सक्छ म एकचोटि बिउ हालेको भयो 2 किलो हुनुपर्ने क्या तर छैन अब 2 3 अहिलेसम्म रोग चाहिँ लागेको छैन कति किलो छ त्यसलाई 2 किलो छ होला
क्यामराम्यान निर्मल भट्टराईका साथ सुदीप भट्टराई, गलेङ मुडगिल्ला। धन्यवाद।